साथी हो भनेको थिएँ नि मलाई नचलाऊ यो हट नगर हो किनकि म ब्रिज जन्दामा मेरो भोइस र शब्दमा धेरै बसिस के पाएँ न साथ न माया इगो हट त्यसैले गरिस् के म हेर मेरो लाइफ म यस्तो मेरो घर हो हैन र सबैलाई मैले भनेको पनि थिएँ सम्झाएको पनि थिएँ बुझ्दैन कसैले के गर्नु हैन अब नबुझ्नेको लागि यसरी पनि बुझाएको थिएँ हौ कसैले नबुझेपछि सम्झौता बुझौता केही हुँदैन हैन अनि मलाई नै झुट बोलेर हिँड्ने अनि के गर्ने यस्तै हो के गर्नु हैन सबैजना ह्याप्पी हो पनि ह्याप्पी नै छु तर पनि अब चाहिँ गलत नगरेर एक न एक दिन त समान साथ पाउने नै छु ढिलो छिटो हुँदो होला तर पनि त्यसमा फरक भएन म ब्रिजन्दमा भोइस र शब्दमा धेरै मान्छे जन्मिए के बने तर मलाई नै चोट परिदिए के हर ठाउँमा कुटै खाने हर ठाउँमा गाली बेइज्जत म ब्रिजन्द अनुहारको हुने भयो क्या त्यही भएर सहन सकिनँ क्या कतिले पागल भने पागल दिमाग जाँच्नु सकिन्छ नि त को पागल को के कस्तो सम्झौता पनि आफैले कुटे खाएँ बुझाउँदा पनि आफैले कुटे तर पनि के भन्नु एक्लो मान्छेलाई नै मेरो त ग्रुपै छैन ग्रुप भएको भए त माया पाउँथेँ साथ पाउँथेँ कसैले चलाउँथेन नि हैन कसम ब्रिजनमा टेक केयर सबैलाई यस्तो नपरोस् सबैलाई माया गर्ने मनमुटु छ हैन ल बाई टेक केयर अल माई फ्रेन्ड्स म अहिले घरमै हो बिहान अहिले 8 बजेर 36 मिनटमा यो भिडियो लगाएको है र आफ्नो ख्याल फेरि अरूले राख्दैन आफै राख्नुपर्छ है बस अरूले त सहायता मात्रै दिने हो सहायतालाई नै साथ भनिन्छ अनि बन्नु त बने तर पनि भोइस नै त्यही हुन्छ त कसरी बदल्नु